चाहिँ पुरा घाम लाग्ने रहेछ दिनुहोस् वेदर छक्क भइरहेको छ मर्निङ साथीहरू आजको मेरो सानो मिनी ब्लग चाहिँ चाना बनाउन आँटेको यहाँ दिनुहोस् चानालाई बोइल गरिसकेँ मैले यो बोइल भइसकेको छ अनि यहाँ प्याज काटेर मैले रेडी राखिरहेको छु प्याज र अलिकति खुर्सानी हालिरहेको छु दुईटा जस्तो त्यहाँबाट यहाँ तेल खरियो यी हेर्नुहोस् यो प्याज तेलमा उयो गर्दैछु अलिअलि प्याज मजाले खरेपछि चाहिँ मैले चाना हालिदिएँ साथीहरू यसरी यहाँनिर हेर्नुहोस् चाना साथीहरू फाइनली चाना रेडी भइसक्यो अनि यसमा मैले धनियाँ सनियाँ लगाइसकेँ अनि यसलाई अलिकति यसरी चलाएर एकछिन राख्नेवाला छु अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो चानाको रेसिपी अनि तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् बाई बाई गयो मेरो छोरा पनि गरम है स्कुललाई इन्जेक्सन हाल्न जान आँटेको छ है कस्तो लाग्दैछ इन्जेक्सन हाल्नु जाऊ इन्जेक्सन लाग्यो दुईपट्टिको लाउनु पर्ने रहेछ है नहेर तिमी चाहिँ नहेर न भाइ तिमीले हेर मुटु तापट्टि हेर हस्पिटल जस्तो बनाएको छ पहिलाको भन्दा कस्तो लाग्यो भाइ इन्जेक्सन हालेर खै हेरौँ रहेछ है फुटुस अर्को अब इन्जेक्सन लगाएर जाँदैछ मेरो छोरा यता हेरिदेऊ न नयाँ उयो पनि पाएछ आइटिम आज त है गएको जाँदैछ बाइक गाडी आउँदैछ भाइ इन्जेक्सन लगाएर मोमो खाँदैछ नि छोरा लन्च ब्रेक भयो नानीहरूको अन्त कति क्लासलाई चाहिँ दिन्छ नानी छुट्टी चाहिँ अन्त कस्तो लाग्यो भाइ लाग्यो इन्जेक्सन अझै कुकुरसँग खेल्नु हो अझै लाउँछ फेरि 14 28 बुझी मात्रै छामेर कहाँ हुन्छ कहाँ हालेको होला भाइ चेक गरेर किन मुख लुकाउँछस् यता पर्खिस् तँलाई युट्युब च्यानलमा आउँछ त यो साला हेर त भित्र नगएर भित्र नबसेर यहाँ आइरहेको छ अनिकेत यहाँ यी मोटे ताई पनि यहाँ आइरहेको छ यी अब भनिदिन्छु म आलु मिमी खाइस् अब कहाँ गएको हेर यो भित्र नखाएर घुमेको यो के खानु आँटेको फेरि यहाँ ग्याङ ग्याङ भएर के खान्छस् म किनिदिन्छु के खान्छस् भन् त सबै सकेछ हौ
तिम्रो अहिले भेटिहाले काम आउँदैछ ऊ